हेलो हेलो गाइज, बोलेर हालिरहन्छ है बेला बेलामा। आज हामी तीनजना, मेरो पुरानो दोस्त, हामी बच्चाको दोस्त, सानोको साथी अरुणाजी र उहाँको दिज्जू, हाई हाई एकदम रमाइलो ठाउँ छ है गाइजहरु, आउनु। हामी तीनजना मिलेर यहाँ आज भरतपुर 28 मा रहेको गोलाघाटमा यसो भिजिट गर्न आएको। यहाँ चाहिँ कस्तो छ भने यता दायाँतिरबाट नारायणी खोला र बायाँतिरबाट राप्ती खोलाबाट यो दुईटा जोइन भएर मिक्स, यो दोभान भन्दो रहेछ यसलाई, दुईटा खोलाको मिक्सलाई दोभान। अनि यो दुईटा प्लस भएपछि उता त्रिवेणी धाम जाने बाटो जुन नवलपरासीमा पर्दछ। यस्तो रहेछ यहाँको दृश्य हेर्दा अति रमणीय लाग्यो। हजुरहरू पनि यहाँ यसो टाइम मिलाएर भिजिट गर्न आउनुभयो राम्रो हुन्थ्यो, किनभने यहाँ पारिपट्टि यो काँसघारी पनि अति राम्रो देखिन्छ, सुन्दर देखिन्छ हेर्दाखेरि। हाम्रो चाहिँ अलिक क्यामेरा नराम्रो भएर यस्तो देखेको, हजुरहरूको त राम्रै होला क्यामेरा। यस्तो देखिन्छ है यहाँको चाहिँ, जस राम्रो छ। यहाँ बगर रहेछ, पहिला यहाँ यता चाहिँ खेतीयोग्य जमिन, यो दोभानको के अरे पाङ्गो माटो चाहिँ गएर बाढीले उता माथि पुऱ्याएपछि त्यहाँ खेतीयोग्य जमिन चाहिँ त्यहाँ अति राम्रो हुन्छ। मकैहरू, धानहरू सबै राम्रो हुँदो रहेछ। तोरी त झन् भन्नै नपर्ने। अहिले हामी यो जेठ महिनामा आएको भएर अलिकति यो मकै घारी मात्रै देखियो र अलिअलि जङ्गलहरू देखियो। पारिपट्टि चाहिँ माडीको, यतातिर ठोरी र यतातिर माडी, यो डाँडा कटेपछि चाहिँ इन्डिया आइपुग्दो रहेछ। वाल्मिकी नगर है के भन्दा आउँदो रहेछ। जस राम्रो रहेछ, रमाइलो लाग्यो मलाई चाहिँ। अनि हजुरहरू पनि एकचोटि यसो यतातिर आएर आफूलाई एकछिन भने नि शान्त बनाउन आउन सक्नुहुन्छ है त गाइज। बाई बाई।